पुर्याउँदै उता हाम्रो राजनीति बोल्नु पर्यो सिस्टमले चलाउने माथि ट्याक 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 सकासम्म त्यही मूर्तिमा गएर म्याम कताले सकासम्म त्यो उठेरै गर्नुहोस् तपाईँ केशर सिंहका दुईजना उठ्नुहोस् हरि हाल्नु न पाइ ओम गायत्री उठाइदिनु बिचमा सिधा बनाउनुहोस् एउटा माला सत्यनारायण भगवान शिवको पूजा हुँदैछ ओम माधवाय नमः ओम नारायणाय नमः हजुर यो भेटी पुष्प फलफुल ल्याएका मान्छेले आफैले चढाउन अनुरोध गरिन्छ त्यो
हाम्रो खर्या रत्नबहादुर दाइ भन्ने काम हुन्छ मेरो नजिक आइदिनु होला यतनशील प्राणी पनि मनुष्य हामी असन्तुष्टि पनि मनुष्य भएका नाताले हामीले केही छिनमेदेखि केही बिचमा केही भुलचुकमा या जाने नजाने गरेका पापहरू नाश भई यो संसारबाट विदा भएपछि पनि मान्छेको आत्माले दुःख कष्ट पाउँछ भन्ने धार्मिक ग्रन्थ शास्त्रमा उल्लेख भएका कारण हामीले कहिले कसो पूजा र धर्म कर्म गर्नुपर्छ भन्ने विधान छ। चारतिर ठुलो छरोस कर्ताले पूर्व छरोस पहिला छर्नुहोस् पुरा कम गरौँला यहाँ काम गर्न दिउँला दक्षिणे र दक्षिण किनातिर पश्चिम परे नमान्ते सर्वदेवान्तो पञ्चदाने नमस्तुते ओम शङ्खाय नमः ओम शङ्खाय नमः सर्गाने घण्टासँग घण्टीको पूजा गर्नुहोस् ओम ओम रक्षेशमा पुरुषन्त्यमा गानमा महानादमा देवता नसुमिदेव घण्टाय नमः घण्टाय नमः बुबुहरू केही नभए यता एकचोटि फेरि सुन्नुहोस् बुबुहरू नभए चालन गरेर गएर ल्याउनु होला यहाँ चाहिँ बढी हल्ला चाहिँ नगरिदिनु हामी सक्दैनौँ कहाँ काम गर्न सकिन्छ हाम्रो पनि समस्या बुझिदिनुपर्छ तपाईँहरू 4-6 घन्टा बोल्नलाई गाह्रो हुन्छ कति कराउने जे छैन चाललाई नगरेर शान्त गरेर ल्याउनुहोस् अब बर्का बोलेपछि म पहिला जरिमाना गराउने हो केही वचन सुन्नु पर्यो त ल पुष्प लिएर हात ओम ओम ऋगमाता देवानम रमनाथ रक्षा समा कुरु घन्टे मानादम देवतार्च अनि संज्ञौ घण्टाय नमः यहाँ राख्नुहोस् यति गाडी यहाँ शङ्ख घण्टा सुनेर महादेवका भारा हुन् शङ्ख किन बजाइन्छ मैले बिहान भन्न पनि आउँथेँ तपाईँहरू व्रत केका लागि रहने पहिला एकचोटि फेरि सुन्नुहोस् व्रत भनेको केही ज्ञान लिनलाई ध्यान लिनलाई केही कुरा सिक्नलाई गर्नु शङ्ख बजाएपछि 27 घना फुट अब त्यो फेरि गणितका सरले हिसाब निकाल्नुहुन्छ म त्यो अहिले जान्दिनँ 27 घना फुट लम्बाइ चौडाइको कीटाणुलाई
यसले प्रभावित पार्ने भावनाले यो हरेक कार्यमा बजाउने गरिन्छ। तपाईँहरू कोही हामी सबै बराबर छैनौँ, कोहीलाई केही रोक्छ, कोहीलाई केही दुन्छ, कोहीलाई खोकी छ। यो नसरोस् भन्नका लागि यसका स्वरले यसले कुनतोल गर्छ। सुन्नुहोस्, गफ गर्ने मैले भनिरहेको छु, पल्लापट्टि पनि गर्नु होला। ज्ञानका कुरा सुन्नुहोस्। अब रामकुमार शर्मा 4 पद हरिओम तसद इत्यादि पूर्व संकल्प सिद्धि जस्तो काशीले गोत्रस्य उठाउने भने अबलाई यस्तो गर्नु होला। कर्ताले पूर्व संकल्प सिद्धि जस्तो काशीले गोत्रस्य केशर सिंह नाम थियोमा सपति सपुत्र समात सपरिवारको भार्य सहित इष्टमित्र सहित हालुकोट गाउँ गराने उन्नी भौ सिद्धार्थी नाम संवत्सरे अंकाने श्री सूर्य पूर्वोत्तराने अंकरितौ वसंत ऋतौ वैशाख मासे शुक्ल पक्षे षष्ठ्यम शुभ पुण्यतिथौ अंकवासरे शुक्रवासमे श्री सूर्य मेष राशि श्री सूर्य मिथुन राशि चंद्रमसी वृष राशि देवगुरु शेष शुक्र सप्तु एवं अत्यादि अंग गोत्र राशि गोत्रस्य केशर सिंह नाम जो मम आफ्नो नाम सुनिने शपथी राखी समाता सपात सपुत्र कुछ जगह पे खाओ ना यहाँ मांगे ओए केटा भने आउँछ क्या भाइ भन्छ केटा भन्ने फुक्री अन्त खाडो गराउनु त्यस्तो छोरा छोरी खुलाउनु लागेको छ नि त्यस्तै दुखाउनु लगाएर केही भएन। अब आउनुहोस् यता तपाईँको थिएन राखेर माला लगायो त्यहाँ चढाउनुहोस्। ध्यानमा स्वरूप्यामे ल अब चल्नु सबै चल्नु हातमा जल उठाउनुहोस्। हातमा जल उठाउनु भयो। हरिओम दासात अध्यादि पूर्व संकल्प सिद्धिरस्तु काशिल्य गोत्रस्य हमको नाम केशर सिंह नाम ध्योमम सपत्नी समाता सपुत्र स कन्या सपरिवार हम पुष्प लिएर हात जोड्नुहोस्। भो ब्राह्मणम मामा गिरे पहिला सुन्नुहोस्, फेरि हल्ला नगरौँला। भो ब्राह्मणम मामा गिरे भनेको मेरा गिरेमा मेरा घरमा ब्राह्मणहरूलाई मैले यो तपाईँहरू भिन्ने बेला त पाहुना आइया पाहुना आन भन्नुहुन्छ। सकेसम्म अघि पछि नजाँदा पनि पूजा लगाउँदा अथवा गुरुसम्म भन्न सिक्या पनि तपाईँहरू ठिकै हुन्थ्यो। अलि सभ्यताको विकास हुन्छ। अब सकेसम्म सुधारौँला। मेरो गिरियामा मैले निम्ता टक्रे रामो बिर्देन्ताम ओम कृष्ण चामावती पद्म चामा मनुष्य चामे महिमा चामे वरिमा चामे प्रतिमा चामे दाद्रीमा चामे एकेन चामे कहमा पुनः पूर्वत माथि राख्नुहोस्। फेरि अर्को पुष्प लिएर हातमा अध्यादि पूर्व संकल्प सिद्धिरस्तु हमको कर्मने रूप शिषाम ओम मंत्रारथा सबला शांतो पूर्णा शांतो मनोरथा शत्रुना बुद्धिना स्वस्तो मित्राना बुद्धिवास्तव भद्रमस्त शिवम चास्तो महालक्ष्मी प्रसिद्धतो। शिवजी भनेका हामीले दिउँसो पूजा गर्यौं। महालक्ष्मी भनेका धनकी देवी जले धन सम्पत्तिको वरदान दिनुहुन्छ। धनम धान्य लक्ष्मी आयुष शिव प्रेम सोला शांति पूर्णा शांति मनो शत्रुना बुद्धिना शुद्ध मित्राना बुद्धिवस्तव भद्रमस्त शिवम चास्तो महालक्ष्मी प्रसिद्धतो रक्षन्ति त्वं सदा देवा आशिष संसर्गा यिनी राखेका देवी देवताले सत्य सत्य आशिष दिउन्।
हामी पनि राम्रो राम्रो मात्रै कर्म गर्नुपर्छ, काम गर्नुपर्छ भनी सम्झेर माथि थालीमा राखी नमस्कार गर्नुहोस्। अलिकति केशर सिंहले यता लत्किनुहोस्। मन्तार सबला शान्त पूर्णा शान्त मनोरथा शत्रुना बुद्धिना स्वस्थो मिताना बुद्धिवस्तवा भद्रमस्त शिवं चास्तो महाराज प्रस्तो पुण्य वाचन प्रसाद आयु वृद्धि धन वृद्धि मनोकामना सिद्धिस्तो नगरो कार्योन आहा मनोकामना सिद्धिस्तो आयुष शत्रु बाधा हटुन र गर पीडा हटुन। मन्तार सबला शान्त पूर्णा शान्त मनोरथा शत्रुना बुद्धिना स्वस्थो मिताना बुद्धिवस्तवा भद्रमस्त शिवं चास्तो महाराज पुण्य वाचन प्रसाद मनोकामना सिद्धिस्तो। मन्तार सबला शान्त पूर्णा शान्त मनोरथ शत्रुना बुद्धिना स्वस्थो मित्राना बुद्धिवस्तवा। अब महासूर्यमण्डला पूजा गर्ने लक्ष्य अर्घमा पूजा गर्नुहोस्। रुचिरोमा सूर्यमण्डलाय द्वादश दिक्पाले नमः अङ्क दिवार्घ्याम नमः। फुलहरू राख्नुहोस्, त्यसमा फुल चन्दन अक्षताले पूजा गर्ने अर्घ पात्र राख्नुपर्छ। ओमा दश कलात्मने मण्डलाय नमः। बेसार पनि ल्याउँदै गर्नु। द्वादश द्वादश केशर सिंह नभएर फेरि थपौँ यहाँ त्यहाँमा यो तोरी मैले एकजना त टाढो हौ ब्राह्मणतिर ध्यान नछुटाउला। आहा पूजा गर्नुभयो ल। सूर्यमुना द्वादश नमः भनी सूर्यमुनाको फुल अक्षताले पूजा गर्ने, त्यसपछि अर्घ पात्र राख्नुपर्छ। दयकलक्ष्मी गोमा जलपद जल हार्नु महापुष्मा मन्त्र सुन्दै कीर्तनहरू कीर्तप्तो पुनन्त विश्व हि रिपरम परबन्ती देवीराज सुचिरा पुतै रे जलचन्दनाला चन्दन कथा छ चन्दन राख्नुहोस्। अलिकति चन्दन अघि राखेको त्यसमा केही गएको छैन, अरू खोज्दै रहन्छौँ हामी। ल उठाएर त्यहाँ अर्घ दिनुहोस् बनाएर। विष्णवे नमः थोरै लत्तल लेखा ठाउँ बसाल्नु अर्घ दिने। ओम ध्याये सदा सभ्यति मण्डला धरती नारायणाय सर्जेवे। अलिक हात लगाउने कान्छीले नमः पवित्र जगत पिता नमः सूर्यर्घ्या नमः सूर्या नमः विष्णवे नमः तदर्घ्यं दत्तं नमः इति अर्घ वर्णी। ल राख्नुहोस् तल लेखेकै ठाउँमा आमाको कानेर लेखिदिनु भयो ती बसालिदिनुहोस्। उब्रो लेख्नु भएको तल ठिक छ। ल यो चन्दन भैयाबाट यसले पूजा गर्नु होला यहाँ छैन। मैले यहाँनिर भन्न खोजेको अर्थ आत्मादेखि तपाईँले मैले मूलबत्तीको पूजा गर्न आउँछु भन्ने सम्झिनुभयो भने त्यहाँबाट फल प्राप्त हुन्छ। अब अगाडि बढे ओम नमस्तुन्ताय सहस्र मूर्तय सहस्र बालाशिरावे सहस्र नामले नमस्कार गर्नुहोस्। बत्ती निप्ने गरी होइन बिस्तारै। ल यो मूलबत्तीमा भेटिघाटी राख्नुहोस् कर्ताले। सबैले सक्नुहुन्न, सबैले अरू मध्य भेटी राख्नु होला। अन्त पुण्य फलदामा त शान्ति प्रक्षण दे दरभावनामा पट्याएर ट्याक्क यतापट्टि राख्नुहोस् नजल्ने गरी। एउटा फल छ भने फल पनि चढाइदिनुहोस्। कर्मा साथी दीप नारायण नमः। अब त्यो माथि चाल्नले ढोकिदिनुहोस्। केका लागि ढोक्ने? कसैले फुल पुष्प फालेर ननिनुहोस् भन्नका लागि हो। ल अब जलक्षता लिएर त्यहाँबाट तपाईँहरू हात जोड्नुहोस्। यो धान्यमसि धेनु हि देवानां प्रणया तै धान्यातम ज्ञानात गृहमानो प्रसिद्धि आमेको धान्यको सविता हिरण्य पानी प्रचेव पानीना चक्षुषेत वै पयोसी। कलशको मुख सुनोस्। वो महाजिग्र कलशम मैया तो महाना विषंतो इंदव पुनरुजानि भक्तशेषान सहस्राधिक्षरुधाय पय स्वस्ति पुनर्मा दि सदाद्रहि। तीर्थादि जल तीर्थको जल यसमा मिसाकै अलिकति तेज चढाउनुहोस्। त्यसले पूजा गर्नुहोस्। ओम वरुणस्य हरित सदनमसि
अलिकति पगाउँदो उठाएर त्यो जल अलिकति भित्र राखिदिनुहोस्। उमा वरुणस्य हरित सदनमसी वरुणस्य स्कन्द सर सर्ग हो बिहान विशाखो वरुणस्य हरित सदनमासी वरुणस्य हरित समाजे वरुणस्य हरित सदनमासी गङ्गाको जल ल्याएर मैले हजुरलाई पक्रे अलिकति यो पनि राखियो भित्र। हे कलश देवताहरू एकजनाले उठाउनुहोस् एकजनाले खोल्नुहोस्। दुईजना भनेको क्या एक रातको पाङ्रा हुने यति बेला यस्तै चाहिने रहेछ भन्ने बुझ्नु पर्यो। झगडा गगेरा पनि दुईजना साँझ झगडा परे बिहान मिल्नु होला बिहान झगडा परे साँझ मिल्नु होला। दलबहादुर ओली कस्तो हाँस्छ त्यो भने बेला ल जल राख्यौँ। तपाईँको उमा गन्धद्वाराम दुरासन तामेश्वर श्रीराम चन्दनम स्वरूप्यामे दुबो चढाउनुहोस्। तपाईँको ठाउँमा दुबो छ भने कलशलाई सुकेर चढाउनुहोस्। कान्नाथ पुरो हन्ती पुरो गरे ये भानु दुर्वेद वर्तन संस्कृत सत्य नच 7 पटक बेटीको माटो चिउटेर चढाउनुहोस्। कर्ता केशर सिंह ओली अन्त ध्यान नगर्नु होला। उमा सोना पृथ्वी नो भवा निरीक्षरानी निवेशने यस समपर्धा आप बर पीपल के पास सुनोस्। ओम असोय थियो भो निषदनम पर्ने बोव यत सदकता ओम गोभाजा इतिला सथ जित सना भथ पुरो खमा लौ कपडा सुनोस् दुई हातले ते कपडा ओम बृहस्पति अति धर्यो हर्याज दूधे मधु भात कर्तु मञ्जने सुयजी दयजी छ बस परित प्रजात तस्मादद्रेय दिना जय चित्रमुपा बृहस्पति आज बृहस्पति नमः। हे भगवान मैले यस्ता चाहिँ हजुरलाई चोखो कपडा चढाउनाले हजुरलाई जुगा दुखसँग न्यान होस् हामीलाई जुगा दुखसँग वरदान दिनुहोला भनी सम्झिने आपको पात सुनोस्। ओम आम्बे आम्के बालिके नमा नयना आपको पात सुन्नुभयो। फेरि वरुण देवताहरू सुनेर जलक्षणले पूजा गर्नुहोस्। ओम तत्त्वाद्यामि ब्राह्मणा बद्धमान घुमाउनुहोस् दाहिनातिरबाट माले के साउनीले पनि बाल्नुहोस् बत्ती। ओम धूपम मनस्पत्र भूतो गङ्गातो गन्धोतमं हरकाले सर्वदेवानम विजयं प्रतिरतां दर्शयामि। ओम अगाडितिर गाह्रोस् बेदीमा बेदीतिर राखेर जल घुमाउनु साउनीले। लक्षण उठाउनुहोस् केशर सिंह ओली कर्ताले सिद्धिरास्तो गोत्र और मना पचारे श्रीमान गणाधिपति पूजनम अगाडि राख्नुहोस्। खुसी पाषाणको सपर्से आराम क्षमा करतो यागत गिरानास्तम पूजां करोतु च रक्षा मम ओम पूर्वोष गणपतये सिद्धिबुद्धि सहिताय सायुधानाय सपरिवाराय या गच्छया तिष्ठ मम पूजा
पूजाम क्रियाना यावत् पूजाम करोमि तावत्तम सुस्थितो भव। हाम्रा गृहमा, हाम्रा घरमा, हाम्रा कोठामा, हाम्रा व्यवसायमा बास गर्नु होला। रक्षा मामा हाम्रो रक्षा गर्न तपाईको सम्झना गर्नेछौँ भनेर गणेशका अगाडि सामानका लागि सयजना बोल्नु पर्दैन। यता यता दुईटा कानले मैले सुनिरहेको छु को बढी बोलाउँछ। हेलो मामा। अग्रतुण्ड महाकाय कोटि सूर्य समप्रभ अभिन्नम कुरुमे देवा सर्व कार्य सर्वदा। मेरो सबै कार्य यस्तै जस्तै फल्छ र सिंह नारियलका फल त्यस्तै हामीले सोचे फल मिलोस्। अब के को शोक चिन्ताले पूजा लगाउनु भयो त्यसैको वरदान माग्नु होला। अगाडि राखिदिनुहोस् सर। हजुर अगाडि ठाडामा कि घिसार्नुहोस्। सबैजनाले दुबो लिएर हात उठाउनुहोस्। ल गणेश भगवानका माथि घुमाउनुहोस्। नमः धूपम वनस्पति भूतो एउटा अगरबत्ती सरकारी गन्धाक्षतानि जलक्षता दैत्य चामर सबै थरो पाद्यम अर्घ्यम आत्म गन्धाक्षतानि सर्वतानि ओम आ परमने नमः। ल पुष्प लिएर हात जोड्नुहोस्। सबैजनाले पुष्प लिएर हात जोडौँ। नमो परमने देवाय गोबराम जगता कृष्ण गोविन्दाय नमः। हे ब्रह्मा जी यो संसारको ब्रह्माण्ड रचना गर्ने हजुरको हात थियो अरे। हामी सबैको सपरिवार इष्टमित्र भाइ बन्धु यो गाउँघरका सबैलाई रक्षा गर्नलाई भनी राख्नुहोस्। यहाँ राख्नुहोस्। अलिकति भेटीघाटी दक्षिणा राख्नुहोस्। अघि नै ब्राह्मण बरणी गरी आमा प्रयोग हरि पोखरीको भागो अहिले दक्षिणा राख्नुहोस्। हिरण्यगर बायामा ल ट्याक्कै बरबजीमा राख्नुहोस्। यहाँनिरबाट ल ल आउनुहोस् न भाइ हो यसमा ट्याक्क राख्नुहोस्। एउटा हातमा सपोर्ट गर्छु। ल राख्नुहोस्। हिरण्य हिरण्य पुण्य फलद मत शान्ति प्रचुर्य ये दरगाहमा गुरुदेव विदानमा भगवत नाम। अब जो नजिक हुनुहुन्छ त्यसले राम्रोसँग यहाँ पूजा गर्नु होला। यो ओम नैऋत्य कलशानमा ओम दक्षिणे ज्योतिर्वेदाय नमः। भएन तेल हामी तेल आफै थपिहाल्छौँ पुर्याउँछौँ। ओम केशर कर्ताले यहाँ पूजा केशर सिंहका दुई जनाले पनि ओम दक्षिणे ज्योतिर्वेदाय नमः। आसनम पाद्यम अर्घ्यम आचम्यम पञ्चामृत स्नान पानी पञ्चामृत चढाउन सबै ठाउँ नभुल्नु होला। बनाएको चिज तर मुख्य भने पञ्चामृत बढी हो। पुष्पले रातो वायु बस्ता देव सविता रतेन भूजानि पश्यन् ओम दक्षिणे ज्योतिर्वेदाय नमः। यहाँ राख्नु पुष्प। फेरि यो कक्षको बत्ती पनि पुजाउनुहोस्। ओम विष्णु देवी विष्णु अग्नि हो त्यहाँ अगाडि कलर पारी पालामा यहाँ पनि भए पुग्नु पर्यो। आज के दक्षिणा राख्नु होला फेरि के भन्नु त तल तल राख्नुहोस्। दक्षिणा अगाडिपट्टि तल बेदको दक्षिणा हो त्यहाँ। अब फल पनि तल राख्नुहोस्। हिरण्य र पुण्य फल साथी मसँग के दरगाह ल आउँदै गर्नुहोस् आफ्ना ठाउँमा। आउनुभयो ठ्याक्क अलिक गाँडा तिन्क्याउनुहोस् न ठाउँमा आउँछ। शिव सना पुरुषाय सहस्र कोटि दानी नमः नमः कमलानल शीतल छान कर्म साथ दीपनारायण उत्तरे दिक पाला राख्नुहोस्। अब त्यहाँ पालामा डल्लो राख्नुहोस्। अगाडि यो वेदमा दक्षिणा राख्नुहोस्। फल हिरण्य गर्भ गर्भस्थ हिमाविषानन्द पुण्य फलदा मत शान्ति प्रेक्षण यदि दरब्याज आहा नमः। हजुर अगाडि हो
फल पनि राख्नुहोस् ल फल पनि यो तलै राख्यो भने त्यो तल राख्नु ल अब एउटा डलर पालामा राख्नु राख्नुभयो एउटा के 5 रुपैयाँ यति माथि पूर्ण पात्रमा राख्नु पूर्ण पात्र भने सुकाएर राखेको पूर्ण धर्म परापत सुपूर्ण पुनरात सह गन्धाठनी सरगामी दर्शन गर्दा ल यसरी घुमाउनुहोस् साउने है यी पहिला यहाँनिर घुमाउनुहोस् यीबाट चार हो त्यहाँ देखाउनुहोस् उपर देखाउनुहोस् अलि लामो यस्तो गर्नु धुपम वनस्पत्र भूतोकम नातो गन्धमार्ग धुमाका धुमाना दिनु वनस्पत्र भूतोकम नातो गन्धोतम मार्गेश्वर धुपम धुमाना दीपम दर्शनमा ल साउने एकछिन हेरेर बस्नु मलाई अब हो त्यति बसाउनु घ्याल चाहिँ केही नभेट्ने है हो अलिकति त्यो काट्ने मसाले हाल्नु छ त्यसलाई यो 4 कलश अगाडि तपाईँ उठ जानुहोस् एकचर उठेर एक पिस यहाँ काटिदिनुहोस् केशर सिंह त्यो भाग सबैलाई पुर्याउनु पर्छ क्या अब त ढिलै होला के अन्त गर्दा बरफ हो अब यतिर आउनुहोस् ब्राह्मणका पछाडिबाट किनबाट छिट्नु मान्छे अलिक पछाडि गर्ने अब एउटा यहाँ कार्य आउनुहोस् त्यो ऋग्वेद तिम्रो हातमा कति आउँछ साउजी ल एउटा यहाँ एउटा बर्माजी अगाडि हरिओम धूपम वनस्पत्र भूतोकम नातो गन्धदाम सर्वदेवान धूपयं वर्गदाम धूपम वासनम दीपम दर्शयामि अग्नि रज्योति सूर्योज्योति सूर्य स्वाहा ज्योतिर्वर्षो अग्नि ज्योति हजुर ज्योतिर्वर्षो अगाडि अगाडि कलशका अगाडि न धूपम न दीपम दर्शयामि अब काँची हो राजसा वर्तमानो निवेशन् हिरण्येन सविता रथेन भुवनानि पश्यन् शुक्रे नारायणाय नमः हे बाक्न सूर्य भगवान जस्तै बिहानको सूर्य उदय हुँदाखेरि उज्यालो हुन्छ त्यस्तै हाम्रो यो पूजा आराधनाले उज्यालो होस् हाम्रो सपरिवार धन सम्पत्ति पौत्र पौत्र आदि भोलिका दिनमा उज्यालो हुँदा भनिराखी नमस्कार यो रातो कपडा गरेर त्योदेखि अलिकति पल्लोतिर कस्तो कपडा राखेको छ आएलो त्यहाँ पूजा गर्नुहोस् शिवाय नमः शङ्कराय नमः महेश्वराय नमः सर्वदेवान धूपम धूपमान दीपं दर्शयामि नमः वनस्पत्र भूतो लव एक पिस राख्याउनुहोस् त्यो अगाडि एक कप गाट्याउनुहोस् अब धूपम वासनमा दीपम दर्शयामि धूपम वासना धूप वासाउनलाई राख्ने र दीपम दर्शयामि दीपलाई उज्यालो प्रकाश दिनलाई एउटा यसको अगाडि दारुनी त्यो केरा उठाउनु भाग्नु न हातसँग केरा सिधा राख्न पाती राखेर सुझो हुन्छ त्यो त सिक्नु पर्यो गाडी लिक कता लिएर सोचिन्छ त्यो थाहा पर्यो अलिक ओर त्यो पल्ट्या भयो अलिकति ओरतिर सार्नुहोस् हल्का हो ल कलशमा राख्नुहोस् अब कलशमा राख्नुहोस् कलश म्याथ परेका मेन कलश त्यो पनि सिधा सोझो राख्नु होला खाना अब त्यसलाई फेरि उठाउनुहोस् केरालाई केरा हाल्नुहोस् त्यसैको अगाडि हाल्नुहोला केरा हो अब त्यहीमा टेकाउनुहोस् त्यो केरा अब बत्तीका अगाडि हाल्नुहोस् बत्तीका अगाडि राख्नुहोस् सबैलाई भागी बत्ती बिना मूल बत्ती
ती खाली ठाउँमा ल अहिले ढोक दिनु तपाईहरु ढोक दिनु यो पनि सिधा राख्न आउँदैन र श्रीमानलाई त्यस्तो लड्काउनु भयो थालमा मैले थाहा पाएँ कोल्टामा लड्का त्यसमा त पर्छ त छैन कोल्टा लड्कामा चाहिँ खाना भन्ने अनि सोझो गराउनुहोस् है यो पिर नगर्नुलाई सोझो राखेपछि देउता खुसी हुन्छ नि कोल्टा भयो यहाँनिर यो रातोको गाडी भागेर आउनुहोस् माइली दिदी यो उठेर अलि सोझाउनुहोस् त्यहाँ यो प्यालो कपडालाई मोडा कलसको अलि अगाडि राखिदिनु सोझो कता हुन्छ हो छिन बिगारे मिल्ने पनि अलि यता प्याला अगाडि यता यसो यता हो त अलि माथि यता हेर्न सक्दैन अलि अगाडि के अगाडि बारले कोले चाहना छ उठेर गरौँ बर्थडे र बिहा गर्ने भ्याहरूले पनि खाना राख्न जान्दैन अब के पूजा गर्छ ल आफै जानुस् कर्ता मुनो ज्योतिर जुखतामा जैसे नाच दिउला ओम बृहस्पति तामो प्रतिष्ठिता ददातु विश्व देवा यामा तामो प्रतिष्ठा यो भन्यो के भनेपछि यथा सुख शान्ति चिर भन्या लामा आयु विगम दर्शन गोमा घुमाउन मिल्दैन है मिलेपछि घुमाउन मिल्दैन ल बसाउनु खामै गाह्रो छ के सक्छ होली खा भने ठुलो ठुलो हो त्यो चामलमा काट्नु भयो नमस्कार गर्नुहोस् बसौँ गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेवा लो भन्नुहोस् तपाईहरु ओम श्री कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेवा भन्दा प्रदक्षिणा गर्नु अलि तात दुई लाइन होस् अलि बाहिर भएर ओम हरे देवा पानी धर्म काने जान पानी पानी करना शब्द प्रदक्षिणा पदे पदे अदे मजा परिपूर्ण जगो जगो सुविधा फलम ददाति आपो हंगादर मेना पादम करमान मुनरे दास्य सर्वे पाप हरो हरे कृष्ण 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 हरे हरे यानि कानि जदा पानि कर्म कर्मकानि च निकादि प्रयास सतु प्रदर्शना पदे पदे श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेवा लो भरो ओम श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेवा ज्ञान दान तुरा पानी कर्मा कर्मकानि च पानी कर्मा कर्मकानि च तेरा बारा पानी तेरा पानी कर्मा कर्मकानि च पानी कानि बारा
श्री कृष्ण गोविंद भन्नुहोस् कलाकारको भिन्न छ कलाकारको भिन्न ओम श्री कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव ओम श्री कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव अनि बाहिर बाहिर गरेर गर्नुहोस् है अनि बाहिर गर्नुहोस् है बाहिर लपिन्छ पानी जरा पानी जम्मा करके पानी जा पानी पानी पना सत्य प्रदक्षिणा पदे पदे हाँ म्यूजिक का हवन ओम श्री कृष्ण हरे हरि ओम कृष्ण हरे नाथ नारायण वासुदेव हरे राम Hare Krishna, Hare Rama.
दुर्गमे विषमे घोरे शत्रुभिः परिपीडिते विविधात् परशु घोरेषु दुःखेषु पीडिते सबै बसा ल हो अब बसा अब मिल्यो शान्त टक्क मिल्यो ल शान्त हुने ल एक कुरा सुन्ने बाहिरबाट पनि हल्ला नगर्ने कस्तो हाँसो लाग्यो होला हाँस्ने त भोलि हाँसे पनि हुन्छ खट्के कोचु अब मुडो हम त कथा जाने मोत समय हामी मोह जालमा पर्यौं मुडा समाजका हौ हामी कलिकालमा ज्ञान छैन हामीसँग पूजा गर्ने तरिका नजान्न सक्छौं के भुलचुक हुन सक्छ हे विष्णु भगवान लीला रचितम यो लीला यो ब्रह्माण्ड रचना गर्ने हजुरको हात थियो रे हजुरको स्वरूप भनेको 88,000 शेष नागहरूले 88,000 ऋषिमुनिहरूले त थाहा पाउँदैन थियो भने हामी चाहिँ अज्ञानी मनुष्यले के जान्न सक्छौं र हे भगवान हामीलाई क्षमा दिनुहोला को के चिन्ताले व्रत रहनुभयो त कसैलाई धनसम्पत्ति चाहियो होला कसैलाई छोरा कसैलाई छोरी कसैलाई शोक कसैको शत्रुको के भनौं दबाव होला त्यो सबै परोस् हे भगवान हजुरका शरणमा छौं हामीले सोचा पुगोस् भनेर माथि अब यतिखेरसम्म वरदान माया हो उठेर विष्णु भगवानका थालीमा चढाउँ ल उठा अब ल हल्ला नगरेको भए अब 20,000 के भने तपाईहरु गरे केशर सिंहको र के राख्यो दुई पाँच माछ खानमा छर्के अलि हेर हेर्नु न अलि राउ ओ माथि अलि धारे ये शब्द बाबा तैवान नहीं विधान पर ज्ञान आचार मंत्र है न क्रिया है न विधि है न सूर्य छोरा प्रीतम देवा परिपूर्ण तदास्तु मे साधु वा सासु वा कर्म ये देदाचि तममया सर्वम छे पाता देवा ज्ञान परमेश्वर इत्यादि संकारम कृतावम अर्घ पात्रान शंका पात्रम नमः इति पूजनम लो भयो Namo bhage tamde shota saunako manishatama mudangaderima basa parparanta vinanita saunako basa maharse hridasara bhage kadikale samagate kena paina vaye bhavate bhavirnena mahamate palau sarva veshante pavakarma parayana
नारदोवाचा मोठे लोके जडा सर्वे नानादेव समन्विता नानायोगी सर्व पाठा पचते भवकर्मभि कर्मभव समये नागो सोपने गंगा सर्व कृपासे विते सहि विते मरे भवति सदा समन्विता नारायण देव दैव निजामुखे ब्राह्मणा बनवैशैव हेतु धर्मतप नैवेद्यं भजतो प्रजासपानं भज समेत यथा भवेदं धीमासुतदोहनं अरावै हरितो
आसनहरू अब चाहिने पूजा अर्चना भगवानको चाहिने पाठ वाचन गरिसकियो। अब चाहिने यो कथा श्रावण पहिले गरेको थियो। युगमा द्वापर युगमा त्रेता युगमा कलियुगमा हामीले गरिरहेका छौँ। त्यस्तै गरेर चाहिने पहिले कले गर्यो भनेर सदानन्द भएको थियो। यही कथा वाचन गरिन्छ। सावधान भएर होला। भयो सोमा पाप नाश गर्ने कथा भन्दछु, जसलाई सुनेर मनुष्यहरू संसारमा भएका दुःख आदिदेखि छुट्नेछन्। यतिका चाहिँ पितृ चरापछि विष्णु भगवानले के भन्नुभयो भन्दाखेरि तपाईँले राखेका प्रश्न म एउटा कथा भन्दछु। त्यो कथा अनुसार जसले विधि विधान गर्दछ यसका सबै दुःख कष्ट छुटेर जानेछन्, नाश हुनेछन् भन्नुभयो। अब के रहेछ त सुन्नु अलिक टाढेर अहिले त पानी हारौँ न आँखामा। यो केशर सिंहका दुईजना आँखामा के यस्तै यस्तै छपाएर हाल्न लाग्यो। अरू कसैका लागि है। अब के रहेछ त भगवानले यो कथा सुन्नाले मात्रै पनि मनुष्यका केही दुःख कष्ट भएका हट्नेछन्। एकजना सुताजी भन्नु चाहेपछि एक दिन योगीराज नारदजी अथवा नगर दयाको इच्छाले सम्पूर्ण लोकमा घुम्दै फिर्दै पृथ्वीमा यसै बखतमा योगीराज नारद भन्ने चाहिँ नारद मुनि अर्काको अनुग्रह भनेको अरू चित्ताको चाहिँ माया दया माया राखेर माथि नारद लोकबाट पृथ्वीमा घुम्दै फिर्दै आउँदा यहाँ पृथ्वीमा नारद मुनि छरिसकेपछि यहाँ सम्पूर्ण जुनहरू चित्ताहरू कस्ता रहेछ भने नाना तरका किसिमका दुखी योनिमा जन्मेर जात जाति धर्म वर्ग वर्गमा जन्मेर आफ्ना कर्मको दुःख सहिरहेकादेखि उनीहरूका कर्मका दुःख कष्ट सहिरहेको देखे। यतातिर अलिकति शान्त रहिदिउँला, यता हात भुलि जान्छ। नाना दुखी योनिमा जन्मेर नाना भगवानको पूजा गर्दा भए। पूजा गरिसकेपछि सत्यनारायण व्रतको प्रभावले दुखी ब्राह्मण सबै दुःख गयो र धन धान्य बढी सम्पत्तिवाला भए। यसै कहाँ हुन्छ सुन्नु पर्यो।
हरि ओम तत्सत् हरि ओम तत्सत् हरि ओम तत्सत् विष्णु विष्णु श्रीमद् भागवत महापुरुषस्य विष्णुराज्ञा प्रवर्तमानस्य सकल जगत शिक्षणस्य कर्मणो द्वितीय प्राध्य श्री श्वेतवाराह कल्पे वैवस्वत मनवंतरे अष्टाविंशतितमे ये शतकर्ता परो कलियुगस्य प्रथम करने जन्मे दिव्य भात खंड्यार्य वर्तांतर्गत नेपाल देश कर्णाली प्रदेशांतर्गत सल्यानाख्य शारदा नदी तीर्थस्थाने बागचौर नगरपालिका अंतर्गत बाभगोला भालुकोट गाँव ग्रामे हे पुण्य भूमि षष्ठी समसना मध्ये शताब्दी नाम संवत्सरे अंकाने श्री सूर्य पूर्व उत्तरायणे वसंत ऋतु वैशाख मासे शुक्ले पक्षां तिथौ षष्ठ्यां शुभ पुण्य तिथां वासरे शुक्रवासरे श्री सूर्य मेष राशि श्री सूर्य आमका राशि चंद्रमा से मिथुन राशि चंद्रमा से वृक्ष राशि देवगुरु श्रेष्ठ शुक्रैसो सत्सो एवं कर गुण विशिष्ट आद्यादि आमका गोत्र काशिल्य गोत्र केशर नाम धर्म संपन्ने सपरिवाराय सपुत्रस्य काशिल्य गोत्रस्य आफ्नो आफ्नो नाम गोत्र सुनिने है क्या कौशल्य गोत्रस्य आफ्नो नाम सुनिने काशिल्य गोत्रस्य काशिल्य गोत्रस्य अंकम नमः अंक कर्मणि फ्याट्रे तल बसाउनु अब अर्को जे छ त्यो मैले भनेवाला चराउनला पहिला मुलुकका सबैहरुसँग सबै छैन मुलुककाले तिल निकाल्नुस् तल होला तिल अलि दिउँसो निकाल्नुस् बाबा बाजा पुरा बाजा खुरा बाजा सम्मले गरेका के पापहरु हैन हरण हुने हे भगवान मैले यस्ता बेलपत्र चराए हजुरलाई हे विष्णु अष्टोत्तर सय पुष्पाणि सर्पामे रमा शीर्षकले नारायणाय नमः सबै राख्नुभयो अब बत्ती बसाल्नुस् पहिला लौ दक्षिणा निकाल्नु सबैले तपाईहरुसँग पनि छ दक्षिणा 108 वाला रुपैयाँ अगाडि बढ्नु यताको पनि बढ्नुस् अब के हेरा हजुर दे रुपैयाँ मात्र कलर सहित पट्टी पार हो ओम हिरण्ये गर्भ गर्भस्थान हिमा विद्वास अनन्त पुण्य फलद पद शान्ति प्रक्षमे मैले चाहिँ 108 धनसम्पत्तिमा यस्तो मैले कमाएको चलाउनलाई यस्तै 7औं गुणाका 7औं महिना यस्तै परिपूर्ण होस् ल अब दक्षिणा चराउन सबैले पहिला अब दक्षिणा मेटो वचन गर्छ हिरण्ये गर्भ गर्भस्थान ल दक्षिणा सकिहाले स्वैच्छिक पनि चराउन मिल्छ मेरा शक्तिले यहाँसम्म चराइदिनु मेरो चाहिँ सोचा कामना पुरा गर्न चराउन बच्चाले सक्नुहुन्छ अहिले रेडी गर्नु न नानी अगाडि बढ्नु ओम हिरण्ये गर्भ गर्भस्थान हे भगवान हिरण्यराजमा हिरण्य उत्पन्न फलद शान्ति प्रक्षमे हे दुर्गा भोगमा दक्षिणा रेडी गरेर चलाऊ अब केही चिन्ता निकाल्न देखाउनु भगवानलाई हत्या हे भगवान मेरो एउटा परिश्रम कमाएको गुना कमाएर मेरो धन सम्पत्ति कमाउनु भएको मात्र कार्यबाट नछाउनु होला ल मैले यस्तो सम्पत्ति मेरो कयौं दिन मेरो छोरा नातिसँग फल मिलोस् ल लिएर आउनुहोस् तल आउनुहोस् भगवानलाई मिले कमाएको सम्पत्ति ठगी गरेर आउनु हे भगवान हाम्रो चाहिँ परिपूर्ण होस् तपाईँको पाल्ने त्यो मुठो बाना ठिकै परिमा ट्याक्क बाल्नुहोस् पुऱ्याउनुहोस् कलाकारलाई दुई दिन पाउने भन्नुभयो के भन्नुभयो तिमीहरूका कति बेला बोल्ने हो ल तल बेटीका छेउतिर राखेर जल घुमाउनुहोस् गर्नाले माथि बल्ले बल्ले अब त बल्ले
बेटा टपरी नजुदाम त टपरी नजुदाम कति यहाँ हिटी पे खान्छ अन्तराय पर साइड में नहीं मान्ने अन्त व्यक्ति पिछिबाट पूजा गर्नुले पुष्पाञ्जलि लेके चल्नु है हेरे अनि अलि त बनाएर न त हरि ओम जय लक्ष्मी यताबाट पुरानो थुप्पादेखि भित्रबाट यतैबाट अझै घुमाउनु घुमाउने आज त्यस्तो घुमाउनु नारायण स्वामी जनपातक हर हर अर्कट भए कलिकार नातिजको बरसरिया उडा ब्राह्मण बन कर धन मर्किया हरि ओम जय लक्ष्मी रमणम जय लक्ष्मी रमणम श्री सत्यनारायण स्वामी जनपातक हर हर गाह्रो हुन्छ यो मोमो हो त्यही खानु हो यस्तै चलो बनाउनु ल ठिक छ ल बाबु ल नि भन्छ हो 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 चाहिँ तल लगाउनु
जल लानुहोस् रुख लिएर त जल लानुहोस् पानी बेला पानी शेरबहादुर टेटो पामेरो हजुर हजुर ल यो कटोरो कुचाएर नफिलेर आफूतिर कुछ फर्काने बचाउनु त्यसैमा हातमा जलक्का पाइएन अब हातमा जलक्का लिएर कुछ राखेर शरीर पीठे बागचौर गाउँ नगर गाउँ ग्रामीण भालुकोट गाउँ ग्रामीण मध्ये पुष्प लिएर हात जोड्नु सबैलाई खानाबाट दरवे 1947ले दक्षिणेको प्रतिष्ठा गरे अध्यक्ष गोदान प्रतिष्ठा दर्यम ब्राह्मण स्वस्ति उच्चारण गिरता ओम कोलारा कामै कामो दातम कामै प्रतिष्ठा मैले गरे काम भइ सबै प्रतिष्ठा करो यसले यस्ता विधि बनाउन प्रदक्षिणा गर्न तीनचोटि बिहान खाने बेला पानी जम्मा गायका वरिपरि घुमे आवश्यक नमस्कार गर्नु फेरि गौ माता पार गरौँ ल तपाईँले उच्चाउन पाउनु न ल तार्न हेँचीमा छाल्नु अब यो पनि नमस्कार गर्नु ओम पदादान कसमोदान कामै दान कामै दाता कामै दाता कामै प्रतिफलम पदानको शान्त काम परिपूर्णमस्तु मन कामना राम्रो पढे लेखेर अब ठुल्ठुला मान्छे बुझ्ने बिस्तारैको अब एकजना को जानु पर्यो ये गिरा गुरी नुन डाल ले बा जेठो तो भएन त खुसी गालीले जय शिव अम्मा उबर यसमा तपाईँले अब पछि खतिना गरी आइन्छ यसमा दुबो सुबह आगे नमस्कार हामीले चाहिँ ज्योतिषहरू आएको पनि सब राम्रो यसमा तपाईँले अब यसमा के गर्नुहुन्छ त्यो अलिअलि बाँधेर अलिअलि बाँधेर यो कुन्डा गड्डी पुरा बुझ्नु भयो
नहीं एकैचोटि हिँडेको होइन पृथकमा यस्तो अहिले एउटा गरेर अहिले केही 2-4 वर्ष अर्को गरी जाँदा एकैचोटि त्यो अब तल के भन्ने भन्दा केशर सिंहको अरूको हामीले भिन्नेले अल्ते राख्ने यस्तो गर्न सकिन्छ साउजी अलिकता हल्का म्यादलाई हामी अहिले सार्न सक्छौँ पछाडि हल्का यो हो नि ल पूजा गर्नु ल यो 3 चामा गर्नु त्यसभन्दा गर्नु होला हरिओम गर्भा गर्भस्थान फलदा मत शान्ति नमो नमः हरिओम तस सुनपति धेरै छ खटाउँदा खस्ने डर हो अब यो ब्राह्मणको खटाउनु त्यो खबर तल सायदको माथि अब म सिकाउँछु जलक साउनेले त्यो ठुलो सुम्बरी उठाउने बसेर हातमा उठाउने तावली मन्ना पर साउने बाबु अगाडि बुवालाई सर एक दुईटा फोटा पनि दिनु हो हरि ओम आर्यावर्तानुगतनीय पावदेशीय कर्णाली प्रदेश अन्तर्गत सल्याम जिल्ला शारदा नदी तीर्थस्थानीय छत्रेश्वरी पीठे खैराबाङ भगवती देवी पीठे बागचौर नगरपालिका अन्तर्गत बाबुगोला भालुकोट गाउँका मध्ये नाम समसर्याप्तानि श्री सूर्ये पुत्राण्यां परितौ वसंत ऋतौ वैशाख मासे शुक्ले पक्षे षष्ठ्यां शुभ पुण्य ऋतौ अंकवासरे शनिवार श्री सूर्ये येष राते श्री सूर्ये मिथुन राते चन्द्रमसि दीर्घ राते देवगुरु अन्य सूत्रे श्री धाराते सप्तमी आद्यादि अंक गोत्रस्य तीनै पर्वस्य काशिल्य गोत्रस्य केशर सिंह नाम ध्युममा सपत्नीकुहम अहिले नाम भन्नु दुर्गा नाम समाता धुन्सरी नाम सपुत्र सकुन्या सहित सपुत्री सहित सपुर्यर्गम दीपक पञ्चाङ्ग देवता पूजनपूर्वक शक्ति सहित आदि रुद्राभिषेक काम कर्मनी हिजो हामीले रुद्री गऱ्यौँ रुद्री पनि बिदाबारी थिएन सबै हाम्रो यो चराउन त चराइयो अलिअलि त गऱ्यौँ सत्यनारायण पूजा काम कर्मनी संहित यज्ञ हवन काम कर्मनीको नाना नाना गोत्री हो ब्राह्मणे विष्णु भगवान किनबार छौँदा हुन्छ मैले हे भगवान मैले हिजोबाट कर्म गरेर हामीले खुसीहरू मैले छोरी बिनी इष्टमित्र ब्राह्मणहरूलाई चाहिँ बिदाबाद दिने यो चाहिँ धुनसुनपछि अर्पण गरेर हुन्छ आउनु बसाउनुहोस् त्यहाँ बसाउनुहोस् अब यो खुल्लामा जाऊ तपाईँका इच्छाले चाहिँ तान्नुहोस् यो त्यहाँबाट आफ्नै इच्छाले भित्तिनबाट यो प्यालाका बारे त्याउनुहोस् हेबरमा चाहिँ केही भुलचुक सबै रक्षा गर्नु होला मेरो सबै नमस्कार तपाईँ दिइहाल्नु अब बस्नुहोस्
हातमा जल उठाउनुहोस् खाउजीले सबैले उठान के भन ओमा घृत छाया पात्रम रक्तमा विमलतोष है रक्तम काश्य ताम्र वा पतमा युच्या आयुर्वेद पाहि वद परशो अव दिवा गुरुबोसी सुरसोमा चारम एक बढेकै छ लक्ष्मीवर के भन्छ यसले यसको विधि किन गरायो भन्नु होला सुन्नुहोस् ओम लक्ष्मीवर चाहिँ यो काँसका या तामाका या चाँदीका भाँडामा घिउ दान गर्नाले छोराले पूर्ण गर्ने भन्छ अब यसलाई पूर्ण मानौँ लक्ष्मी ल अब मालिकलाई खाउनेले त्यस्तै गरी आफ्नो छाया कोठामा लगाऊ आफ्नो जग्गा पञ्चको गाइदिनु आँखा देख्नुहुन्छ दिदी बुढी दिदीले ल्याउन देख्यो दुबाले छाया मेट्ने भयो एउटाले दुबाले चलाउनु ल ल तिमीहरू हेर तिमी केटा केटा आउँछौ आफू सबैलाई आफ्नो नाम सुन्नु है मामा यता सुन्नेको अर्थ आँदै स्वप्न कहिले नराम्रो सपना देखेको दुर्मिना परिश्रम मनप्रोत्य खाने चिसाको मनको तेज बरोस् परिज्ञा शौर्य दुईजना घृत काश्य पात्रम काष्ठा भारम दान परिवार सुनदान गरिन्छ पात्र कर्मन प्रत्यक्ष सिद्ध्यार्थम मेरो सिद्धि मिलोस् भगवान
साउजी आउनु रामकृष्ण पर्नु अलि अफिसमा बसेन माला पनि लगाइदिएन मलाई होइन ठुलाइन पनि खै यो वाला यो पत्तो पुर्याउँछ एउटा माला पुर्याउ त यहाँ छ त्यो निकालेर देऊ है एकछिन बस्नु सर होइन एकछिन अब बस्नु खाना खाएर पठान खायो Bye.